नमस्ते हजुरहरू, आरामै हुनुहुन्छ होला। नेपालीहरूले धेरै नै प्रश्न गरेका थिए भिजाको बारेमा अपडेट गरिदिनु भनेर, र मैले एउटा अलग्गै भिडियो बनाएको थिएँ जसमा चाहिँ कमेन्ट गर्नु, तपाईँहरूको रेस्पोन्स म पार्ट 2 भिडियोमा गर्छु भनेर भनेको थिएँ, र त्यो पार्ट 2 भिडियो यही नै हो र तपाईँको कमेन्ट्सहरूको मैले रिप्लाई गर्दैछु। कमेन्ट सेक्सनमा चाहिँ धेरैको जिज्ञासाहरू थियो र मैले चाहिँ कुनै कमेन्टहरू चाहिँ सिमिलर केही रिलेटेड भए भएर मैले छानेर 21वटा कमेन्ट र केही डिएममा गरेका मेसेजहरू मैले रिप्लाई गर्न खोजेको छु। र सुरुमा आयो जीवन सरकोबाट, म भिजिटमा छु सर, वर्क भिजा लगाउन मिल्छ कि मिल्दैन सर? यस्तो हो कि हजुर, भिजिटमा हुनुहुन्छ, अब कता हुनुहुन्छ यो पनि अर्को कुरा भयो। कता हुनुहुन्छ, साझा हुनुहुन्छ, अबुधाबी हुनुहुन्छ, दुबई हुनुहुन्छ, कम्पनी कस्तो छ, ठुलो कम्पनी हो या भर्खरै खोलेका कम्पनीहरू हुन्, त्यसमा पनि डिपेन्ड हुन्छ। तर साझाको पनि भिजा लागेको छैन भन्ने अपडेट आएको छ हिजो भर्खरै। अबुधाबीमा चाहिँ लागिरहेको छ भनेर नि भनेको छ र दुबईमा पनि लागिरहेको छ। तर अब त्यसमा पनि के हुन्छ भने नयाँ कम्पनी छ भने त्यसमा लाग्ने सम्भावना धेरै कम हुन्छ। तर पुरानो कम्पनी छ जो चाहिँ 10-15 सालदेखि चाहिँ कम्पनी रेजिस्टर्ड भएको छ भने उनीहरूको भिजा लाग्ने चान्सेस धेरै नै हाई हुन्छ। निशु थापाको कमेन्ट छ, सर हाम्रो त बिएचएम इन्टर्नसिपको अस्ति रोकिदिएको छ हामीलाई त अबुधाबीमा। अब इन्टर्नसिपको लागि भने तपाईँ अबुधाबीभित्रै हुनुहुन्छ कि नेपालबाट आउनु खोज्नु भइरहेको छ, यो चाहिँ अलिकति क्लियर भएन। तर यो अस्तिको कुरा भनेपछि अस्ति केही प्रब्लम त भइरहेको थियो, फेरि 1-2 दिन चाहिँ त्यस्तो प्रब्लम आएन, फेरि भइरहेको थियो। त्यही भएर चाहिँ अब इन्टर्नसिपकै लागि हो भने त पछि गर्दा पनि हुन्छ, किनकि अहिले भिजाको अवस्था ठिक छैन। र अर्कोमा जाउँ, कान्छा भन्नेले गर्नुभएको छ, भिजिट भिजा रिन्युवल हुन्छ कि नै सर, म ओमानमा छु, आउन मिल्छ कि नै? सर भइरहेको छ, तपाईँको अब्सकन्डिङ छैन, पहिला कुनै पनि ओभरस्टेको रेकर्डहरू छैन भने चाहिँ भइरहेछ है। अर्को आयो धीरेन्द्रजीको, काम गरिरहेको कम्पनीको भिजा रिन्युवल हुन्छ कि नै सर? काम गरिरहेको कम्पनीको भिजा रिन्युवल 110% हुन्छ, त्यसमा ढुक्क बस्नुहोस्। अर्को आयो अनिसाजीको, आई एम इन फ्यामिली भिजा एन्ड आई एम अलरेडी वर्किङ इन अ प्लेस बट आई एम थिङ्किङ अफ चेन्जिङ द कम्पनी, विल देयर बी एनी प्रब्लम इन द वर्क पर्मिट? अब यस्तो हो, अहिले फ्यामिली भिजामा हुनुहुन्छ भने तपाईँ फ्यामिली भिजामै बस्दा ठिक होला होइन, किनकि अब नयाँ कम्पनीमा गएर अहिले भिजाको प्रब्लम आइरहेछ, कुनै दिन हुने कुनै दिन नहुने भइरहेको कारणले गर्दा फ्यामिली भिजामै राख्नु। जब चाहिँ अफिसियल अनाउन्समेन्ट आउँछ जस्तै कुनै प्रब्लम छैन यताउता भनेर, तब मात्र चाहिँ तपाईँले चाहिँ वर्क पर्मिटको लागि अप्लाई गर्नु, नत्र अहिलेको लागि चाहिँ फ्यामिली भिजामै रहनु हुन अनुरोध गर्दछु। र अब अर्को छ कान्छीको कमेन्ट, दाइ मैले अर्को कम्पनी चेन्ज गर्ने भनेको, सबै भन्छन् अर्को कम्पनीमा भिजा लाग्दैन, साँच्ची लागेको छ कि छैन दाइ अर्को कम्पनीमा? कान्छीलाई के भन्न चाहन्छु भने तपाईँको अहिले काम चलिरहेछ, अहिले तपाईँसँग काम छ भने तपाईँ त्यहीँ अहिलेलाई रोक्नुहोस्, किनकि भिजाको बारेमा अफिसियल अनाउन्समेन्ट आएको छैन कि जस्तै पहिला जस्तै भिजा लागिहाल्ने भन्ने छैन। अब कम्पनीको पनि जस्तै जे भए पनि नयाँ कम्पनी पुरानो कम्पनी त्यो पनि हेरी हुन्छ, कसको भिजा रिजेक्ट गर्ने भन्ने कुराहरू त्यसमा पनि डिपेन्ड हुन्छ। र तपाईँले चाहिँ अहिले काम छ भने काम गरिराख्नु होला र कम्पनी चेन्ज गर्नलाई अहिले अलिकति वेट गरिदिनु हुन अनुरोध गर्दछु। अर्को आयो विश्वास सुवेदीजीको, भिजिट भिजालाई इम्प्लोइमेन्टमा चेन्ज गर्न मिल्छ कि नै? यस्तो हजुर, साझामा मिलेको छैन, अबुधाबीमा मिलिरहेछ, दुबईमा पनि मिलिरहेछ, तर रिनाउन्ड कम्पनीहरूको मात्र है, जो चाहिँ रेजिस्टर्ड भएको कम्पनी रेजिस्टर्ड भएको 10 साल भइसकेको छ उनीहरूको चाहिँ केही पनि प्रब्लम छैन। तर अब नयाँ कम्पनीहरू 1-2 साल भएको रेजिस्टर्ड कम्पनीहरूलाई चाहिँ अलिकति प्रब्लम हुँदैछ। अब अर्को आयो आरवाई, दाइ मैले न्यू कम्पनीमा